अलराइट गाइज वेलकम टु माई न्यू मिनी ब्लग। स्वागत छ मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ रुममा पानी सकिएर छ, त्यही भएर पानी लिन को जाने भनेर केटाहरू फैसला गरे। गर्दा गर्दा मलाई नै लगाए। त्यसपछि म यस्तो तातो घाम नभनी गएँ धारातिर। धारामा पुगेर यसो हेरेको मान्छेको लाइन देखेर परे म छक्क। पालो कतिखेर आउँछ भनेर बसिराखेँ। 1 घन्टापछि आयो पालो। त्यसपछि फटाफटी भरे पानीलाई राखेँ साइडमा, हातमुखहरू धोएँ। त्यसपछि हिँडेँ म बाहुबली जस्तै बोकेर जारलाई। त्यसपछि केही समयमा म रुम पुग्न लागेको थिएँ। यसो बाटामा भिडियो बनाएर हेरेको, पसिनाहरू आएको उस्तै गलेर उस्तै। अनि रुममा पुगिसकेपछिको हालत मेरो। त्यसपछि गर्न थाल्यो हामी आफ्नो काम। उनीहरू काट्न थाले सब्जी, मलाई केलाउन लगायो लसुन। त्यसपछि साथीले केही समय बनायो सब्जी खाइयो, भात खाइयो। आजलाई यति नै, भेटौँला अर्को भिडियोमा। बाई बाई।